दाजु दर्शन 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 सन्चै हुनुहुन्छ छ ठिक छ दाइ जितेपछि मैले किडनी निकाल्नु पर्थ्यो भ्रष्टाचारीहरूको सबलाई भन्नु पर्यो है ढुक्क त्यो त हजुरको लागि त सबै सरको पैसा ल्याएर सब गरेर उपचार गरिदिन्छ हजुर बुझ्ने मान्छेले मिस्टेक गर्दैन उहाँ त चिनेको नि पहिल्यैबाट बुझ्दै आएको के मान्छे उहाँ भने त मलाई ध्यान के त कसो लाग्यो तिमीलाई यहाँ आज भोर्सियो दाइर हो नि च्यात्नु पर्थ्यो बुढा पाखाहरूलाई त सब यत्रो दुःख दियो कि नै योपालि दाइलाई सपोर्ट गर्नै पर्छ कि हामीले जुत्तालाई नै यो भोर त अनि दाइले बोले च्यात्नुहुन्छ कि सबको पारै खालो नेपालले जितेपछि अर्कोचोटि भोट माग्न आउनै नपरोस् क्या सब आएको यति राम्रो गर्नु होइन हजुर 720 हजुरमाथि अर्कोपालि म प्रधानमन्त्रीको लाग्छु स्योर दाजु हजुर योपालि चाहिँ हाम्रो जिताउनु पर्यो स्योर दाजु हजुरलाई नै हेर्छु है त नाम स्योर मेरो बिक्कीलाई पहिला त बिगारिसक्यो अब चाहिँ राम्रो हुन्छ पहिला चाहिँ के छ अब किन 50 करोड युपी र बिहारको मान्छेले पहिलेदेखि नै हिमालय हो नि त होइन र यहीबाट हो नि त ल्याएर देखाइदिउँ न होइन 3 दिन हिँड्ने पर्छ हामी त्यति दुःख पर्ने छ होइन कि हाम्रो गाउँठाउँमा हाम्रो स्वर्गस्थ देश भगवान जस्तो जनता सबै मिलेर एक्लै हुन्छ सर सबै नेपाली हुन पर्यो सबै मिल्न पर्यो हामी वसुधैव कुटुम्बकम भाव हुनु पर्यो यो पार्टी त्यो पार्टी यो जात त्यो जात दुनियाँ भन्नु भयो यो पुस्ता त्यो पुस्ता नि भन्नु हामी सब नेपाली हामी सब वीर गोर्खा भन्नु पर्यो देश कर्म गरेर बनाउँछ 12 महिना सबैलाई गर्नु भयो त्यो दामा भोट दिने अरू बेला मिलेर कन्टेक्ट आएको है गरौँ है राष्ट्रियतालाई एक हुनुपर्छ देश जनता धर्म बस्नु पर्यो म त धर्म नि बस्नु धर्मको राष्ट्र संसारमा एक मात्रै यो देश हो यसलाई त जोगाएर यसलाई मेटाउने भने त हामी मेरो त टाउको दुखिरहन्छ टाउको पीडितै हो एन्डिङमा भेट्यो नि दाजु लास्टमा भेट्यो पछि गराइदिनु त्यसपछि म यहाँ जाने होइन कतै यही बस्नु जित्दै त्यही हो हारे त्यही हो के गर्नु
दुधे पनि हजुरकै सेवामा नजिकै हजुरकै सेवामा हो स्वर्गको देशमा भगवान् त नबुझेर पो हो त यहाँ